प्रश्न गर्दै हुनुहुन्छ विनयपूर्वक। ततः किमभवत् तस्य प्रबुद्धस्य महीपते तन्मे वद कृपा सिन्धो शृण्वतां पापनाशनम्। हे नारायण भगवान, ती राजा जो दृढधन्वा हुन्, दृढधन्वा राजाले अब मलाई पुत्र भएन, हे प्रभु मलाई पुत्र दिनु पर्यो भनेर भगवान पुरुषोत्तम सँग अन्वय विनय गरिसकेपछि भगवानले आफ्ना वाहन गरुडजीलाई हराएर जुन दृढधन्वा राजाको पुत्र लालसा थियो त्यो लालसालाई परिपूर्ण गरिदिनु भएको थियो र पुत्र प्राप्त गरिसकेपछि अत्यन्त हर्षित भएका ती दृढधन्वा राजा त्यसपछि के हुन पुग्यो दृढधन्वा राजाको परिवारमा, दृढधन्वाको अगाडिको बाटो कस्तो हुन गयो कि बताउनुहोस् भनेर नारद मुनिले कुशलतापूर्वक भगवान नारायणका प्रति प्रश्न गरिसकेपछि भगवान नारायणले भन्नुहुन्छ, स्वकीय चरितं श्रुत्वा प्राक्तनं च गीताननम् राजानं पुनरेवाह वाल्मीकि श्रवणोत्सुकम्। ती जुन पूर्व जन्मका सुदेव नाम गरेका ब्राह्मणका रूपमा रहनु भएको थियो दृढधन्वा राजा, ती सुदेवले आफ्नो पूर्व जन्मको जुन चरित्र हो ती सबै चरित्रलाई श्रवण गरिसकेपछि र भगवानले त्यसरी पुत्र प्रदान गरिसकेपछि अब त्यसपछि के भयो होला, अब त्यो सुन्न अत्यन्त उत्सुक भएका ती वाल्मीकि मुनिले पुनः भन्न थाल्नुहुन्छ, इति ता शीतलावाच क्षमाकर्ण्य प्रिया मुखाद सुदेवो धैर्यमालम्ब्य हरौ चित्तमधारयत। ती जो पूर्व जन्मका सुदेव ब्राह्मण हुन्, अहिले दृढधन्वा राजाका रूपमा रहेका, तिनले आफ्नी जो प्रिया मुखात आफ्नी जुन प्रिय पत्नी हुन् ती पत्नीको मुखदेखि शीतल वाणीलाई श्रवण गरिसकेपछि, प्रिय वाणीलाई श्रवण गरिसकेपछि सुदेव ब्राह्मणले धैर्यलाई अवलम्बन गर्दै भगवान पुरुषोत्तममा आफ्नो चित्तलाई लगाउनु भयो। यहाँ अझै सुदेव ब्राह्मणको पूर्व जन्मको वृत्तान्त के भएको रहेछ भन्ने यहाँ बताउँदै हुनुहुन्छ र जुन कुरा भाग्यमा लेखेर आएको छ, जुन कर्म हामीहरूले गरेका छौँ त्यो कर्मको फल जन्म जन्मान्तरमा पनि भोग्नु नै पर्छ, नभोगिकन सुख छैन र जुन हुनेवाला छ त्यो भएर नै छड्छ। यस्तो निश्चय गरेर अब फुल टिप्नको लागि भगवानको पूजाको निमित्त, आराधनाको निमित्त, पुष्प आदि लिनको निमित्त ती सुदेव ब्राह्मण वनमा जानु भएको थियो र वनमा गएर भगवानको पूजाका निमित्त फुलहरू टिप्दै भगवानको सेवा गर्दै गर्दा धेरै समय व्यतीत भएर गयो र ती फुलहरू टिप्नको लागि जो सुदेव ब्राह्मण जानु भएको थियो, सुदेव ब्राह्मणले त्यो फुलहरू सबै टिपेर ल्याउनु भयो र यता जो सुदेव ब्राह्मणका छोरा थिए ती छोरा आफ्ना साथीहरूका साथमा बापी तडाक, तलाउमा, कुवामा, पानी भएको ठाउँमा, जलाशयमा पौडी खेल्नको लागि, जलस्नान गर्नको निमित्त गएका थिए। यता सुदेव ब्राह्मणले भगवान हरिमा चित्त लगाइरहनु भएको छ, प्रसन्न हुनुभएको छ, भगवानको आराधना, ध्यान, तपस्या, पूजा अर्चना गरिरहनु भएको छ र यता आफ्ना साथी सङ्गीहरूका साथमा खेल्न गएका ती बालकलाई बारम्बार सम्झिनुहुन्छ, भगवानको पनि उत्तिकै स्मरण भइरहेको छ, यता फेरि आफ्नो पुत्रको पनि उत्तिकै माया लागिरहेको छ सुदेव ब्राह्मणलाई र आफ्ना साथी सङ्गीहरूका साथमा ग्रीष्म ऋतुको त्यो तप्तपाउँदो गर्मीमा जलमा क्रीडा गर्दै
आफ्नो शरीरलाई आनन्दित तुल्याउँदै शरीरलाई शीतलता प्रदान गर्दै अत्यन्त प्रेमपूर्वक जलस्नान गरिरहेका ती बालकहरू तिनीमध्ये अत्यन्त हर्षित भएर खेलिरहेका छन्। ती जो सुदेव ब्राह्मण हुनुहुन्थ्यो ती ब्राह्मणका पुत्र र खेल्दा खेल्दै त्यो जलमा उनी कता बिलाउन पुगे ती साथीहरूलाई पत्तो भएन। ती जलमा चाहिँ उनी डुबिसकेपछि ती साथी जो साथमा गएका छन् ती साथीहरूले खोज्न थाले, यताउता खोज्छन् जलमा।